हाम्रो क्वेसन यो हो लिमिट x टेन्स टु 0 x log x tan x यसलाई इन्डिटर्मिनेन्ट निकाल्ने हो। पहिला x टेन्स टु 0 यसमा 0 राख्यो भने यसमा 0 राख्ने इन्फिनिटी बाई इन्फिनिटी फर्ममा जान्छ भनेको यसमा एल हस्पिटल रुल लगाउनु पर्छ। इन्फिनिटी बाई इन्फिनिटी जान्छ भने सुरुमा हामी लेख्ने नर्मल यसलाई अलि चेन्ज गर्नुपर्छ। यसलाई log 10x अपन x छ भने तल 1/x यो भयो। अब बाई युजिङ एल हस्पिटल रुल त्यसपछि के गर्नु, एल हस्पिटल रुल भनेको डेरिभेटिभ गर्दै जाने जबसँग भ्यालु नआओस् 0/0 नआओस् तब हामी डेरिभेटिभ गर्छौँ। log x डेरिभेटिभ के हो, d log 10x by d tan x into d tan x by dx। अब यसको डेरिभेटिभ कसरी गर्ने, डी एक्स अपरमा छ भने माइनस माथि लग्ने -1 डेरिभेटिभ गर्न इजी हुन्छ। फेरि लिमिट x टेन्स टु 0 लग भनेको 1/x मतलब कि 1/10x 1/10x इन्टु 1/10x इन्टु 10 को डेरिभेटिभ sec स्क्वायर x अपन यसको के हुन्छ, यसको भनेको nx n-1 पावर अगाडि आउँछ, पावर अगाडि अनि फेरि यो x अनि त्यसपछि पावरमा फेरि -1 मतलब कि -1 इन्टु x -1 यसलाई लेख्न भने कसरी लेख्ने, फेरि लिमिट x टेन्स टु 0 अब के गर्ने, x टेन्स टु 0 के नगर्ने 1/cos यसलाई sin x by cos x मा लेख्ने 1/cos स्क्वायर x माइनस 1/x स्क्वायर। अब यो फर्ममा छ, यो हाम्रो यति निस्केछ। अनि फेरि मैले चाहिँ यसलाई पछाडि लेखेछु, यो म पछाडि सेम टु सेम लेखेँ, मेरो अलि हलिरहेको छोडा। अब के गर्ने, यो cos स्क्वायर एउटा cos x अनि एउटा cos x कट्यो, माथि यो कति गयो, लिमिट x टेन्स टु 0 x स्क्वायर माथि x स्क्वायर माइनस x स्क्वायर माथि अनि फेरि sin x अनि यहाँ एउटा अझै cos x छ cos x। अब यसलाई छुट्यामै लिमिट x टेन्स टु 0 x by sin x इन्टु माइनस x by cos x। अब हामीले यो चाहिँ यसको फर्मुला छ sin x by x इक्वल टु 1, यो माथि भए पनि एउटै कुरा हो, sin x by x बराबर 1 एउटै कुरा हो दुईटा भनेको। अनि यसको फेरि यसको भ्यालु चाहिँ 1 भयो, लिमिट x टेन्स टु 0 1 इन्टु अब यो भनेको त्यस्तै लेख्ने cos x फेरि लिमिट, अब लिमिट नलेख्ने, अब सिधै यो लिमिट 0 छ नि यहाँ राखिदिने -0 cos 0 -0 cos 0 भनेको 1 0/0 भनेको 0 हेन्स एन्सर हाम्रो एन्सर यो। अब मैले सुरुबाट हेरेर चाहिँ फेरि के भएको छ।
सब्सक्राइब गर्नु होला बस।